नेपाली क्रिकेट फ्यानहरूको लागि ठूलो खबर आएको छ। हाम्रो स्टार लेग स्पिनर सन्दीप लामिछाने अब युरोपको नयाँ टी20 लिग खेल्ने भएका छन्। EU टी20 बेल्जियमको पहिलो संस्करणमै सन्दीपले आफ्नो जादु देखाउने तयारी गरेका छन् र सबैभन्दा खास कुरा के छ भने उनी विश्वकै ठूला खेलाडीहरूसँग एउटै टिममा खेल्नेछन्। सन्दीपलाई लिज रेड लायन्सले आधिकारिक रूपमा प्रिसाइन गरिसकेको छ। यो लिग 2026 मे 30 देखि 7 जुनसम्म हुने तालिका रहेको छ। यो EU टी20 बेल्जियम लिग पहिलो पटक आयोजना हुन लागेको हो, जसले युरोपमा क्रिकेटलाई अझ बढावा दिने लक्ष्य राखेको छ। अब कुरा गरौँ सन्दीपको टिममेट्सहरू को छन् त। उनले खेल्ने टिममा क्रिस लिन, शोएब मलिक, कोरी एन्डरसन र फाफ डुप्लेसिस जस्ता स्टार खेलाडीहरू रहेका छन्। यी खेलाडीहरू टी20 क्रिकेटमा धुरन्धर मानिन्छन्। यसले गर्दा यो लिगको स्तर निकै उच्च हुने अनुमान गरिएको छ। टिमको कोच पनि कम छैनन्। दक्षिण अफ्रिकाका लेजेन्ड हर्सल गिब्सले टिमलाई नेतृत्व गर्नेछन्। यो अवसर सन्दीपका लागि निकै महत्त्वपूर्ण छ। पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै उतार चढाव देखेका सन्दीपका लागि यो प्लेटफर्म आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो मौका हो। युरोप जस्तो नयाँ मार्केटमा राम्रो प्रदर्शन गर्न सके त्यसले सन्दीपको करियरलाई नयाँ उचाइमा पुर्याउन सक्छ। अझ खुसीको कुरा के छ भन्दाखेरि यो लिगमा सन्दीप मात्र होइन अन्य नेपाली स्टारहरू पनि सहभागी हुनेछन्। दिपेन्द्र सिंह एरी, रोहित पौडेल र ललित राजवंशी जस्ता खेलाडीहरूले पनि आफ्नो नाम दर्ता गराएका छन्। यसले के देखाउँछ भने नेपाली क्रिकेटरहरू अब विश्वभर मागमा छन्। EU टी20 बेल्जियम जस्तो नयाँ लिगहरूले एसोसिएट नेसनका खेलाडीहरूलाई ठूलो प्लेटफर्म दिइरहेको छ। IPL, BBL, PSL जस्ता ठूला लिगहरूमा मौका पाउन गाह्रो हुने अवस्थामा यस्ता लिगहरू नै नयाँ प्रतिभालाई अगाडि ल्याउने माध्यम बन्न सक्छन्। अब सबैको नजर सन्दीपमा रहनेछ। के उनी आफ्नो क्लासिकल लेग स्पिनले युरोपियन ब्याट्सम्यानहरूलाई झुक्याउन सक्लान् त? उनको भेरिएसन, गुगली र म्याच विनिङ एबिलिटीले टिमलाई जित दिलाउन सक्ला त? यदि सन्दीपले त्यहाँ राम्रो प्रदर्शन गरे भने भविष्यमा अन्य ठूला लिगहरूमा पनि ढोका खोल्न सक्छन्। तपाईँ के सोच्नुहुन्छ? के सन्दीप लामिछानेले EU टी20 बेल्जियममा धमाका मचाउने छन् त? तपाईँ आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला। नेपाली क्रिकेट सम्बन्धी यस्तै भिडियोहरू हेर्नका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।